JLPT दिँदै हुनुहुन्छ भने दिस भिडियो इज फर यु। यस, तपाईहरुमध्ये कोही पनि सिचिगाचु र जुनिगाचुमा JLPT दिँदै हुनुहुन्छ भने तपाईहरुको लागि भिडियो बेस्ट हुन सक्छ। किन भन्दाखेरि मैले आज तपाईलाई जुन वेबसाइट सेवाइ गर्दैछु त्यो वेबसाइटमा चाहिँ हैन 2010 देखिको मोडलहरु सबै छ के। 2010 देखि आएको क्वेशन JLPT मा N5 देखि लिएर NEC सम्म सबै छ। 2010 देखि अहिले सम्मको सबै क्वेशन इन्क्लुड छ with answer. So let's check it out. सदाको जस्तै आज पनि कि त क्रोम ब्राउजर कि त गुगल ब्राउजर जसरी पनि एउटा ब्राउजर खोल्नु पर्ने हुन्छ हैन, त्यसको लागि हामी क्रोम ब्राउजर ओपन गर्छौं। सो क्रोम ब्राउजरमा गएर JLPT पास्ट क्वेशन भनेर सर्च गर्छौं हैन, पास्ट क्वेशन पेपर JLPT पास्ट पेपर भनेर सर्च गर्छौं। जसमा चाहिँ यो वाला वेबसाइट छ नि, यो वाला वेबसाइट जसको नेम चाहिँ छ DETHITIENGNHAT.com भन्ने होला। यो पढ्न प्रोनाउन्सिएसन गर्न गाह्रो छ, यो भियतनामहरुको होला सायदै। यस्तो यो कालो वाला छैन, निहोन लेखेको यो कालो वाला वेबसाइट है। फेरि पनि एकचोटी पढ्छु म। यो छैन जुन DETHITIENGNHAT.com वाला यो वाला वेबसाइट तपाईले खोल्नु पर्ने हुन्छ। जसमा चाहिँ JLPT N3 क्वेशन पेपर फर इयर के लेखा छ नि, यहाँ त्यसरी डबल ट्याप गर्नु होला हैन। सो यस्तो स्क्रिन खुल्छ हैन। सो यहाँ छ नि NEC, NE, NSAN, NUN, NGO हैन। त्यसपछि आएर जसमा चाहिँ अब यहाँ यो भोक्याबुलरी भयो हैन। अनि त्यसपछि आएर अब यो ग्रामर, लिसनिङ कहिले देखिको भन्दाखेरि 2010 देखि इन्क्लुड छ। 2010 देखि छैन यहाँनेरि। सो त्यही भएर अहिले चाहिँ हामी सपोज मानौँ ल N2 को हेर्ने हो रे। ल N2 मा चाहिँ डबल प्रेस गर्ने हैन, हल्का एड आउँछ हैन। N2 को यहाँनेरि खुल्यो हैन, जसमा लेखेको छ नि यहाँनेरि लिस्ट अफ JLPT N2 एक्जाम क्वेशन्स फर द इयर्स लेखेको छ नि यहाँनेरि। यहाँनेरि कहिले देखिको छ भने 2010 देखिको क्वेशन छैन। 2010 देखिको क्वेशन सपोज मानौँ 24 को हेर्न मन लाग्यो हामीले, 24 को चाहिँ ट्याप गर्ने हैन। यहाँनेरि जस्तै सपोज मानौँ एउटा कुनै र्यान्डम गर्दै जाउँ रे हैन। टिक गर्दै गर्दै गयो यस्तो यस्तो सबै छ नि यहाँनेरि। जस्तै र्यान्डम टिक हान्दै गयो रे। जस्तो एन्सर चाहिँ टिक हान्दै जाने, तपाईहरु हिन्सो गर्दाखेरि हैन, यसो एन्सर टिक हान्दै जाने। 24 को क्वेशन है, 2024 को। लास्टमा गएर तपाईं रिजल्ट चेकमा यसरी प्रेस गर्नु भएपछि यहाँ देखाउँछ टोटल नम्बर अफ करेक्ट एन्सर 2, टोटल नम्बर अफ रङ एन्सर यहाँ छ, टोटल नम्बर अफ अनएन्सर्ड 44 भयो। र्यान्डम टिक लागो नि त, सबै एन्सर लाएन नि त। टोटल भोक्याबुलरी स्कोर 2, ग्रामर 0 सबै देखाउँछ। अनि कुन कुन मिस्टेक पनि देखाउँछ। यसको राइट आन्सर चाहिँ इचिबान रहेछ हैन। त्यसपछि सबैको कुन आन्सर कुन हो सबै देखाउँछ। तपाईले टिक लाउन जान्नुपर्छ। यसको हामीले खासमा 4 लाथ्यौं, यो 3 नम्बरको आन्सर रहेछ हैन। अनि त्यसै गरेर यो एबाट चाहिँ हेर्न सक्नुहुन्छ है। मेबी यो दिस इज द बेस्ट वेबसाइट है, जतिले जे जस्तो गफ हाने नि जे हाने नि। सो यो भियतनामकै रहेछ के हो, DETHITIENGNHAT.com। त्यही भएर यिनीहरु सबै प्र्याक्टिस गर्न मिल्छ। सायद निहोङ्गो पढ्नेहरुले त गाकुले दिन्छ हैन। निहोङ्गोबाट बाहिर आइसकेपछि सेनमान पढ्नेहरुलाई यदि क्वेशन चाहिन्छ NEC N2 हैन, अब NEC N2 N3 N4 N4 जेको पनि चाहिन्छ भने नि यहाँनेरि छ। सो त्यही भएर टक्क पार्ट पार्ट पनि छुट्याएको छ यहाँनेरि हैन। सपोज रिडिङ पढ्न मन लाग्छ रिडिङ पढ्न मिल्यो, त्यसै गरी लिसनिङ सुन्न मन लाग्छ लिसनिङ सुन्न मिल्यो हैन। त्यसै गरेर यहाँनेरि अब यो ग्रामर भोक्याबुलरी सुन्न मन लाग्ने पनि गर्न मिल्यो हैन। सो त्यही भएर चेक गर्न सक्नुहुन्छ है। सो यस्तो यस्तो भिडियोहरुको लागि चाहिँ फलो गर्दै गर्नु होला। Thank you so much for watching. Have a nice day. That's it.